कल्पना गर्नुहोस् सन् 2026को एक बिहान संसार बेउजिँदा मध्यपूर्वको नक्सा मात्र होइन विश्व व्यवस्थाको नियम नै फेरिसकेको छ। अमेरिका र इजरायलले इरानमाथि एक यस्तो सैन्य हमला गर्छन् जसले शक्ति सन्तुलनलाई सदाका लागि बदलिदिन्छ। आउनुहोस् यो काल्पनिक तर सम्भावित आक्रमणको भित्री कथा, यसका विश्वव्यापी तरङ्गहरू र यसले स्थापित गर्न सक्ने खतरनाक नयाँ विश्व व्यवस्थालाई गहिरिएर हेरौँ। अब यो पूरै घटनाक्रमलाई हामी कसरी केलाउँछौँ त्यसको एउटा खाखा हेरौँ। हामी सुरु गर्नेछौँ त्यो दिनबाट जब संसार हल्लियो। त्यसपछि हामी एपिक फ्युरी नामक सैन्य अपरेसनको भित्री कथामा पस्नेछौँ अनि यो तुफानको केन्द्रमा रहेका व्यक्ति खमेनीको भूमिकाबारे चर्चा गर्नेछौँ। त्यसपछि इरानले कसरी शक्तिशाली जवाफ दियो र अन्तमा यो सबैले कस्तो खतरनाक नयाँ नजिर स्थापित गर्यो भन्ने बारे विश्लेषण गर्नेछौँ। फेब्रुअरी 28, 2026 यही दिन अमेरिका र इजरायलको एउटा संयुक्त सैन्य कारबाही सुरु भयो जसले केही घण्टाभित्रै मध्यपूर्वको शक्ति सन्तुलनलाई तहसनहस पारिदियो। पहिलो हमला कुनै अन्धाधुन्द थिएन, यो त एकदमै सोची विचारिकन गरिएको एक डिकेपिटेसन स्ट्राइक थियो जसको मतलब हो टाउको नै छिनाइदिने। निशानामा थिए इरानको खुफिया एजेन्सी, रक्षा मन्त्रालय, आणविक कार्यक्रम र सबैभन्दा महत्त्वपूर्ण सर्वोच्च नेता खामेनीको कार्यालय। लक्ष्य स्पष्ट थियो, इरानी सत्ताको मुटुमै प्रहार गर्ने। यो अपरेसन जसलाई एपिक फ्युरी नाम दिएको थियो, यसको सफलता हतियारको संख्यामा मात्रै टिकेको थिएन, बरु यसले के देखायो भने आधुनिक युद्ध भनेको सैन्य समन्वय र प्रविधिको खेल हो। यो अपरेसनको केन्द्रमा थियो एउटा रणनीति टाइम अन टार्गेट। यो भनेको के हो भने फरक फरक ठाउँबाट फरक फरक समयमा हानिएका मिसाइल र बमहरू सबै एउटै निशानामा ठ्याक्कै एकै समयमा पुग्छन्। यसले गर्दा प्रतिरक्षा प्रणालीले सोच्ने र प्रतिक्रिया दिने मौका नै पाउँदैन। एकै झट्कामा कमान्ड संरचना ध्वस्त हुन्छ र एक किसिमको सिस्टमिक शक पैदा हुन्छ। यो आक्रमणलाई 3 चरणमा विभाजन गरिएको थियो, एकदमै तार्किक तरिकाले। पहिलो चरणमा राडार र हवाई प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारेर इरानलाई अन्धो बनाइयो। दोस्रो चरणमा जवाफ दिन सक्ने ब्यालिस्टिक मिसाइल लन्चरहरूलाई निष्क्रिय पारियो र तेस्रो तथा अन्तिम चरणमा सैन्य उद्योग र आणविक केन्द्रहरूमाथि हमला गरेर भविष्यमा खतरा बन्न सक्ने क्षमतालाई नै समाप्त गरियो। अब यो हमलाको स्केल कति ठूलो थियो भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। यो कुनै सानोतिनो हवाई हमला थिएन। समुद्रमा तैनात दुईवटा अमेरिकन एयरक्राफ्ट क्यारियर, आकाशमा दुश्मनको राडारमा नदेखिने स्टिल बमर र मिसाइल बोकेका विध्वंसक जहाजहरू। यो त जल, थल र आकाश सबैतिरबाट गरिएको एक बहुआयामिक सैन्य अभियान थियो। तर यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने वास्तविक लडाकु विमानले बम खसाल्नुभन्दा धेरै अघि नै एउटा अदृश्य युद्ध सुरु भइसकेको थियो, इलेक्ट्रोनिक युद्ध। अमेरिकी सेनाले 100औं डिकोय ड्रोनहरू पठायो जसले दर्जनौं लडाकु विमान आएको भ्रम पैदा गर्यो। इरानको राडार स्क्रिनमा गलत डाटा देखिन थाल्यो। यो भ्रमले गर्दा वास्तविक स्टेल्थ विमानहरूको लागि सुरक्षित बाटो बन्यो र उनीहरू सजिलै आफ्नो निशानासम्म पुगे। यो आक्रमणको गहिराई बुझ्न हामीले यसको मुख्य निशानालाई बुझ्नुपर्छ, र त्यो निशाना कुनै सैन्य अखडा थिएन, बरु एक व्यक्ति थिए, अयातोल्ला अली खामेनी। आक्रमणको पछाडिको सोच के थियो भने यदि उनलाई हटाइयो भने इरानको सम्पूर्ण सत्ता नै तासको घर झैं भत्किन्छ। यो समय रेखाले उनको जीवनको यात्रा मात्रै देखाउँदैन, यसले देखाउँछ कि कसरी एक व्यक्ति नै पुरै राज्य बन्न सक्छ। शाह विरुद्धको आन्दोलनबाट उदाएर इस्लामिक क्रान्तिपछि सत्तामा आएका खेमेनीले करिब 4 दशकसम्म इरानमा शासन गरे। बिस्तारै बिस्तारै उनले राज्यको हरेक अङ्ग, चाहे त्यो सेना होस्, न्यायपालिका होस् वा अर्थव्यवस्था माथि आफ्नो पूर्ण नियन्त्रण स्थापित गरे। उनी शासक मात्रै थिएनन्, उनी स्वयं राज्य थिए। एक इरानी सुधारवादी राजनीतिज्ञको यो भनाइले सबै कुरा प्रष्ट पार्छ। उनका अनुसार खामेनी इरानी सत्ताको सूर्य थिए र बाँकी सबै ग्रह जस्तै उनको वरिपरि घुम्थे। अब जब सूर्य नै अस्ताउँछ तब के हुन्छ? यो हमलाले केवल एक शक्ति शून्यता मात्रै सृजना गरेन, यसले सम्पूर्ण प्रणालीलाई नै अनियन्त्रित र दिशाहीन बनाइदियो। तर कथा यहाँ सकिँदैन। युद्ध कहिले एकतर्फी हुँदैन। अमेरिका र इजरायलले सोचेको जस्तो इरान तुरन्तै पतन भएन, बरु घाइते बाघ झैं उसले तत्कालै र शक्तिशाली रूपमा जवाफ फर्कायो, र त्यो अपरेसनको नाम थियो ट्रुथफुल प्रमिस 4।
इरान चुप लागेर बसेन। उसले तुरन्तै बहुमोर्चामा जवाफी हमला सुरु गर्यो र देखायो कि उसको पहुँच कहाँसम्म छ। खाडी क्षेत्रका 5 विभिन्न देशहरू युएई, बहराइन, कुवेत, जोर्डन र इराकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई उसले एकैपटक निशाना बनायो। र यो जवाफ साङ्केतिक मात्रै थिएन, यसको वास्तविक असर देखियो। युएईको अल-धाफ्रा एयरबेसमा इरानी मिसाइलको छर्रा लागेर एकजनाको मृत्यु भएको पुष्टि भयो। यसले के देखायो भने यो द्वन्द्व अब इरानको सिमानाभन्दा बाहिर तीव्र गतिमा फैलिरहेको थियो। हेर्दा हेर्दै मध्यपूर्वको यो लडाईँले विश्व बजारलाई नै हल्लाइदियो। कच्चा तेलको मूल्य 20% भन्दा बढीले बढ्यो। संसारको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो। यसले युरोप र एसिया जोड्ने विश्वव्यापी आपूर्ति श्रृङ्खलामा ठूलो झट्का लाग्यो। यसले फेरि एकपटक के साबित गर्यो भने आजको जोडिएको विश्वमा कुनै पनि द्वन्द्व स्थानीय रहँदैन। यो आक्रमण र यसको परिणामले विश्वव्यापी सुरक्षा र तथाकथित नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ। अब प्रश्न उठ्छ, के अन्तर्राष्ट्रिय नियमहरूको कुनै अर्थ बाँकी रह्यो त? यहाँ सन् 2003 को इराक युद्धसँगको तुलना एकदमै रोचक छ। इराकमा आक्रमण गर्न कम्तीमा पनि सामूहिक विनाशका हतियार छन् भन्ने एउटा गलत नै सही बहाना त बनाइएको थियो। तर 2026 को यो आक्रमणमा त त्यो बहानाबाजीको पनि खासै आवश्यकता ठानिएन। भूराजनीतिक कारणहरू त छँदैछन्, तर यसको पछाडि एउटा घरेलु राजनीतिको खेल पनि हुन सक्छ। जब घरभित्र समस्या बढ्छ तब बाहिर युद्ध छेडेर जनताको ध्यान मोड्ने चलन पुरानै हो। त्यस समयमा अमेरिकी र इजरायली दुवै नेताहरू आफ्नो देशमा विभिन्न सङ्कटबाट गुज्रिरहेका थिए, जसले गर्दा यो आक्रमणको पछाडि व्यक्तिगत राजनीतिक स्वार्थ पनि थियो कि भन्ने शङ्कालाई बल पुग्छ। इराकका सद्दाम हुसेन, लिबियाका गद्दाफी र अब इरानका खामेनी, यी सबै आणविक हतियारविहीन देशका नेताहरूको नियतिले संसारका अरू देशहरूलाई एउटा खतरनाक सन्देश दिएको छ। अर्कोतर्फ आणविक हतियार भएको उत्तर कोरियाप्रति देखाइने संयमतालाई हेर्दा अब के यो निष्कर्षमा पुगिन्छ कि विदेशी हस्तक्षेप विरुद्धको एकमात्र साँचो ग्यारेन्टी भनेको आणविक हतियार नै हो? र अन्तमा यो घटनाले हामीलाई एउटा गम्भीर र असहज प्रश्नको अगाडि उभ्याउँछ। जब शक्तिशाली राष्ट्रहरूले आफै नियमहरू तोड्न थाल्छन्, तब के बाँकी विश्वका लागि आफ्नो सुरक्षा गर्ने एउटै मात्र विकल्प हतियार बन्न पुग्छ? के अब अन्तर्राष्ट्रिय कानुन सैन्य शक्तिभन्दा गौण भएकै हो त?